सो फ्याबुल्ला टसिदिलेक यो भिडियोमा चाहिँ म तपाईहरुलाई गुरु पद्मसम्भवको छोटकारी उहाँको प्रार्थनाको अर्थ चाहिँ बताउन गइरहेको छु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नुहोला। उहाँको छोटो पढ रहेको छ, सबैले पढिरहने। द्युसुम साङ्गे गुरु रिम्पोछे मुइड्रुप कुन्दाक देवा छिम्पेशप भारछे कुन्सेल द्युदुल ड्राकपो जल सोलवा देवसो जिन्जी लब्दोसो चेनाङ साङ्वी भारछे सेवा दाङ साम्बा लुन्जे ड्रुम्बरन जिन्जी लोक ओम आ हुङ बजर गुरु पेमा सिद्धि हुङ भने चाहिँ गुरु पद्मसम्भवको मन्त्र तपाईले जहिले पनि सुनेर भएको होला। जस्तै शैवतिर बौद्धतिर जस्तै बौद्ध धर्म तीर्थ स्थलतिर पनि गुरु पद्मसम्भवको मन्त्र बजाइरहेको सुनिन्छ। जस्तै यहाँ पहिलो हारमा के बताउनु भएको छ भने द्युसुम साङ्गे गुरु रिम्पोछे भन्नुभएको छ। गुरु पद्मसम्भव भनेको चाहिँ कस्तो हो भन्दाखेरि द्युसुम भने त्रिकालको, गुरु रिम्पोछे भन्दाखेरि चाहिँ साङ्गे गुरु रिम्पोछे भने चाहिँ गुरु पद्मसम्भव गुरु रिम्पोछे भनेको चाहिँ त्रिकालको बुद्ध हो। वर्तमान काल, भूतकाल, भविष्य यही तीन कालको बुद्ध चाहिँ को भन्दाखेरि गुरु पद्मसम्भव भनेर बताउनु भएको छ। अनि गोइटु कुन्द देवा छिम्पेशप उहाँको गुरु पद्मसम्भवबाट चाहिँ के हुन्छ भन्दाखेरि के प्राप्त हुन्छ भन्दाखेरि सबै सिद्धिहरू चाहिँ प्राप्त हुन्छ। त्यो सिद्धि चाहिँ कसरी प्राप्त हुन्छ भन्दाखेरि त्यो सिद्धि चाहिँ के प्रकारको कस्तो हो भन्दाखेरि त्यो सिद्धि हामीले प्राप्त गर्न सक्यौँ भने चाहिँ जस्तै हामीले सुख शान्तिहरू प्राप्त हुन्छ भनेर बताउनु भएको छ। अनि त्यस्तो सिद्धि प्राप्त भएपछि अथवा त्यस्तो सिद्धि प्राप्तले चाहिँ के गर्छ भन्दाखेरि अनि भर्छे कुन्चेल द्युदुल ढक्पोचल उहाँले चाहिँ गुरु पद्मसम्भवले हामीले प्रार्थना गर्यो भने चाहिँ अमृतहरू सिद्धिहरू प्राप्त हुन्छन्। उहाँलाई प्रार्थना गर्यो भने हामीलाई आउने विघ्न बाधाहरू सबै पनि उहाँले दमन गर्नुहुन्छ अथवा उहाँलाई हामीले विघ्न बाधा गराउने अथवा गर्ने भूत प्रेतहरूले पनि के गर्छ भने उहाँले धर्मदेशनाहरू दिएर हुन्छ कि के गरेर हुन्छ उहाँले आफ्नो पासमा लिनुहुन्छ भनेर बताउनु भएको छ। जस्तै उहाँले अनि त्यस प्रकारको अनि भूत प्रेतहरू चाहिँ नमान्दाखेरि चाहिँ उहाँले के गर्नुहुन्छ भने त्योहरूले चाहिँ कसरी दमन गर्नुहुन्छ भने पहिला शान्तिको रूप देखाएर चाहिँ उहाँलाई अनि के गर्नुहुन्छ दमन गर्नुहुन्छ। अब शान्तिको रूपबाट बताएर भएन भने अलिक क्रोधितको रूपबाट हो त्यस प्रकारको रूपहरू विभिन्न अनि रूपहरू चाहिँ देखाउनु भएर चाहिँ त्यस प्रकारको भूतहरू चाहिँ उहाँले शान्त पार्नुहुन्छ। सोलवा देवसो छिन्जे लब्दुसोल म गुरु पद्मसम्भव तपाईँ यस प्रकारको महान सिद्धि प्राप्त गर्नु हुनुहुन्छ, तपाईँले सिद्धि प्राप्त गर्नुभएको छ, तपाईँले म वन्दना गर्दछु। सोलवा देवसो झिन्जी लब्दुसोल भनेको चाहिँ म तपाईँलाई प्रार्थना गर्दछु, म तपाईँलाई तपाईँले जे भन्नुहुन्छ म तपाईँले जे अब अथवा मलाई उपदेश दिनुहुन्छ, तपाईँले जे मलाई कसम दिनुहुन्छ त्यो सबै म गर्न तयार छु। कृपया गरी मलाई आशीर्वाद दिनुहोला। झिन्जी लब्दुसोल भने चाहिँ कृपया गरी मलाई अधिष्ठान गरिदिनु होला, आशीर्वाद दिनुहोस् होला भनेको। जस्तै गुरु पद्मसम्भवले हामीलाई प्रार्थना गऱ्यो भने के हुन्छ भने हामीमा भएको छिन समय भर्दै सेवादा भने चाहिँ हामीले चाहिँ तीन प्रकारको के हुन्छ भन्दाखेरि बाधाहरू हुन्छ। जस्तै छि बढ्छ भने चाहिँ बाहिरको बाधा, नाङ्गी बढ्छ भने चाहिँ भित्रको बाधा, सँगै बढ्छ भने गोप्य बाधा, छि बढ्छ भने चाहिँ आफूलाई छि अब पञ्चतत्त्वको बाधाहरू पनि हामीलाई आएको छ भने त्यो बाधा पनि सबै हरण भएर निवारण भएर जान्छ अथवा हटेर जान्छ। नाङ्गी बढ्छ भन्दाखेरि चाहिँ आफ्नो भित्रबाट आउने बाधाहरू आफूले दुख बिमारीदेखि ल्याएर आफ्नो भित्र शरीरमा पनि पञ्चतत्त्व नमिल्दाखेरि चाहिँ अनेक थरीको रोग कष्टहरू आउने त्यो पनि सबै निवारण भएर जान्छ, हराएर जान्छ है।
यस प्रकारको। अनि गोप्य तरिकाको बाधा चाहिँ आफ्नो आफ्नो मनमा भएको क्लेशहरू, आफूले त्यो क्लेशले आफूले विभिन्न अकुशल कर्महरू गराउँछ। त्यस कारणले आफूले विभिन्न अकुशल कर्म गर्यो भने त्यस प्रकारको क्लेशहरू धेरै हुन्छ। जति क्लेश हुन्छ त्यति नै हामीले दुःखको भवसागरमा चाहिँ हामी घुमिरहनु पर्छ। त्यसको लागि साङ्गिक वर्ष भने चाहिँ गोप्य बाधा चाहिँ कस्तो भन्दाखेरि आफूलाई आफ्नो अज्ञानता मोह डाहहरू सबै गोप्य बाधा हो। यो बाधाहरू सबै हटाउने गरिन्छ कसले भन्दाखेरि गुरु पद्म सम्भवले हो। यस प्रकारको हटाउन सक्ने गुरु पद्म सम्भवले हामीले प्रार्थना गऱ्यो भने अवश्य हाम्रो बाहिरको बाधा, भित्रको बाधा, गोप्यको बाधाहरू पनि सबै हटेर जानेछ र शान्ति भएर जानेछ। त्यसै गरी साम्बा लुन्चु डुप्रो चिन्जेलो भन्दाखेरि चाहिँ उहाँले यस प्रकारको सिद्धि प्राप्त भएको त्रिकालको बुद्ध गुरुपद्म सम्भव उहाँलाई चाहिँ हामीले प्रार्थना गर्यो, वन्दना गर्यो भने चाहिँ श्रद्धासँग वन्दना गर्नुपर्छ। त्यही पनि त्यस प्रकारले श्रद्धा विश्वासले हामीले गुरुपद्म सम्भवलाई हामीले प्रार्थना गर्यो भने चाहिँ आफूले जे चाहेको, आफूले के आवश्यकता छ, जे चाहेको छ, आफूले चाहेको भनेको अब हामीले चाहेको भनेको साधारण भन्दा पर्दा अब सुख, शान्ति, खुसीहरूको यस प्रकारको चिजहरू हामीले चाहेको हुन्छ र उहाँले प्रार्थना गर्न सक्यो भने हामीले श्रद्धासँग विश्वाससँग हामीले उहाँलाई विश्वाससँगले चाहिँ प्रार्थना गर्यो भने चाहिँ यस प्रकारको सिद्धि अथवा उहाँले प्राप्त गर्नुभएको अमृतदेखि ल्याएर अनि आफूले जे चाहेको त्यो इच्छाहरू सबै पुरा हुनेछ भनेर चाहिँ यो शब्दबाट बताउनु भएको छ। तपाईँहरू पनि अब पढ्न सक्नुहुन्छ भने चाहिँ जस्तै दुसुम सान्चे गुरु रिम्पोछे मुटु भन्दा देवा छेम्पा पर्जेको चाहिँ दुध ट्रकबो चलाउ चलो अन्त चाहिँ झिन्जेल छिन्नासम्म प्रदेश हो अन्त साम्पाल हुन्छ झिन्जेल हो भनेर तपाईँले पढ्न सक्नुहुन्छ भने पढ्यो भने एकदम अति उत्तम राम्रो हुनेछ। पढ्न सक्नु भएन भने जस्तै गुरुपद्म सम्भव भनेको त्रिकालको बुद्ध हो। त्रिकालको बुद्धमा जति ज्ञान छ गुरुपद्मलाई ज्ञान त्यति नै छ। उहाँले प्रार्थना गर्यो भने यस प्रकारको विघ्न बाधाहरू सबै हटेर जानेछ र आफूले चाहेको इच्छाहरू सबै पुरा हुनेछ भनेर तपाईँले यति सम्झेर पनि तपाईँले प्रार्थना गर्नुभयो भने यसले नै तपाईँले धेरै लाभ हुनेछ।